सञ्जालबीच अन्तर्क्रिया कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई नमस्कार। म प्रगतिशील रामेछाप नगर बाल सञ्जालको अध्यक्ष तामाङ आजको यस अन्तर्क्रिया कार्यक्रमका सभाध्यक्षज्यू, उपमेयरज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, नगर प्रवक्ताज्यू, वडा अध्यक्षज्यूहरू लगायत बाल सञ्जालका भाइबहिनीहरू, आज हामीले विशेष गरी यो आर्थिक वर्षमा हामीले कार्यपालिका र नगर बाल सञ्जालबीच अन्तर्क्रिया कार्यक्रम गर्ने भनेर चाहिँ छुट्याएका थियौँ। हामीले अघिल्लो वर्ष पनि यसै गरी कार्यपालिका र अन्तर्क्रिया कार्यक्रममा बसेर चाहिँ हामीले कस्ता कस्ता समस्याहरू आइरहेका छन् बालमित्रका काममा, ती समस्याहरूलाई आगामी दिनमा कसरी समाधान गर्न सक्छौँ त भन्ने विषयलाई उठान गरेर हामीले अगाडि बढेका थियौँ। तर यो वर्ष पनि हामीले बालमित्र स्थानीय शासनयुक्त नगर घोषणा भए पश्चात हाम्रो यो पहिलो नगर कार्यपालिका बीच र नगर बाल सञ्जालका बालबालिकाहरू बीचको पहिलो अन्तर्क्रिया कार्यक्रम रहेको छ। विशेष त हामीले यो कार्यक्रम राख्नुको मुख्य उद्देश्य भनेको चाहिँ हामी नगर बाल सञ्जालमा रहिआउँदा अनि बाल समूहमा बालबालिकाहरूले काम गरिरहँदा बालमैत्री को क्षेत्रमा वडा सहजकर्ता नगर सहजकर्ताहरूले काम गरिरहँदा कस्ता कस्ता समस्याहरूसँग चाहिँ परिस्थितिसँग चाहिँ जुझ्नु परेको छ, कसरी समाधान गर्नुभएको छ र आगामी दिनमा चाहिँ यस्ता समस्या नआओस् भन्नको लागि रामेछाप नगरपालिकाले के कस्तो उपायहरू चाहिँ अवलम्बन गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ चाहिँ यो अन्तर्क्रिया कार्यक्रम राखिएको हो। विशेष त यो कार्यपालिका र नगर बाल सञ्जालबीच अन्तर्क्रिया कार्यक्रममा म नगर बाल सञ्जालको अध्यक्षको तर्फबाट चाहिँ केही समस्याहरू देखिएको छ। ती समस्याहरू रहेका छन् र यी समस्याहरूलाई नै समाधान गर्न हाम्रो एउटा मुख्य चुनौतीको रूपमा रहेको छ। यही चुनौतीलाई हामी सबैजनाले चाहिँ मिलेर कसरी सामना गर्न सक्छौँ भन्ने यो नै हाम्रो कार्यक्रमको मूल धारणा हो। विशेष त हाम्रो नगरपालिका बालमित्र स्थानीय शासनयुक्त नगर घोषणा भए पश्चात हामीले चाहिँ वडामा विद्यालयमा आचार संहिता टाँस गर्ने भनेका थियौँ। तर रामेछाप नगरपालिका अगाडि टाँस गरिएको आचार संहिता पनि हावाहुरीले हो कि मान्छेले हो, तर पनि च्यातिएको थियो अलिकति, अहिले पनि काचाकुचुक पारेर राखिएको छ। केही गरी बालमित्र स्थानीय शासनयुक्त नगरपालिका घोषणा भएको नगरमा मानिसहरू भ्रमण गर्न आउँदाखेरि एउटा नगरपालिका जस्तो मुख्य ठाउँमा नै आचार संहिता नभएको देखिँदा त्यो अलिकति स्वाभाविक र राम्रो पनि देखिँदैन। र अर्को भनेको शौचालयको कुरा। अस्ति भर्खर तालिममा एउटा बहिनीले उठाउनु भएको थियो हाम्रो नगरपालिकाप्रति प्रश्न। नगरपालिकाबाट चाहिँ कोही पनि उपस्थित हुनुहुन्न थियो, तर त्यो तालिममा मूल्याङ्कन क्रममा उहाँले के भन्नुभएको थियो भनेपछि सिकाइ केन्द्र भ्रमण र यो नगरपालिकामा तालिम लिइरहँदाखेरि चाहिँ यो रामेछाप नगरपालिकाको शौचालय र सिकाइ केन्द्रको शौचालय चाहिँ पूर्ण रूपमा सरसफाइ नगरिएको, तर पनि हामीले भ्रमण जाँदाखेरि विद्यालयमा भ्रमण जाँदाखेरि चाहिँ वडा कार्यालयहरूबाट र वडामा रहेका विद्यालयहरूमा भ्रमण गर्दाखेरि चाहिँ तपाईँहरूको विद्यालयमा यो शौचालय यस्तो छ, यस्तो पानीको धारा छैन, बालमित्री धारा छैन भन्नुभन्दा अगाडि नगरपालिकामा र नगरपालिकाका क्षेत्रहरूमा चाहिँ तपाईँहरूले यो सबै पूर्वाधारहरू विकास गर्नुभयो भने अरू वडामा पनि औला उठाउन तपाईँहरूलाई सहज हुन्थ्यो भनेर उहाँले प्रश्न गर्नुभएको थियो। र हामीले तालिममा सञ्चालन गर्दा विभिन्न कार्यक्रम सञ्चालनहरू गर्दाखेरि यो वर्ष बालबालिकाको क्षेत्रमा जति बजेट छुटिएको थियो त्यही अनुसार नै हामीले तालिमहरूमा खर्च गरेर चाहिँ बजेट विनियोजन गरेर चाहिँ हामीले चाहिँ कार्यक्रमहरू गरेका थियौँ। तर पनि त्यो बजेट अनुसारको चाहिँ कार्यक्रमलाई चाहिँ हामीले चाहिँ अलिकति अपुग भएको, जस्तै तालिममा हामीले खाजाहरूको समस्या, भाइबहिनीहरू टाढा टाढाबाट आउनुहुन्छ, उहाँहरूलाई बस्नको लागि राम्रो व्यवस्था छ, तर तालिममा हुने खाजाको व्यवस्था, त्यसपछि उनीहरूलाई यातायात खर्च मैले अघिल्लो कार्यक्रममा पनि राखेको थिएँ, उनीहरूलाई अपुग भएको कारण चाहिँ केही समस्याहरू देखिएको हुँदाखेरि चाहिँ हामीले अब यो समस्याहरूमा कसरी अगाडि बढ्न सक्छौँ, यसलाई समाधान गर्ने उपायहरू के हुन सक्छ भनेर चाहिँ हजुरहरूले